हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म लैजान्छु नवजीवन क्लबले आयोजना गरेको पिकनिक कार्यक्रममा। हेर्नुस् त, बिहानै उठेर कामसाम सकाएँ, आफ्नो नक्कल पार्न त पाउँदै नपाएको। पोखरा जाँदा नेल पोलिस मेटाउन बाँकी नै थियो, लाउन पनि पाइएन। अनि यो मेटाउन चाहिँ यसरी हेर्नु त, साथीलाई लगाएको छ। यहाँ कति रमाइलो गफ भएको छ, सुन्नु है। कसरी म्यानेज गर्नुहुन्छ समय भन्नुहुन्थ्यो नि, ल हेर्नु गाइड। एउटा हातले टाइपिङ, एउटा हातले गाह्रो छ जिन्दगी। एकचोटि यता साइड लाइट बाल्नलाई देऊ डार्लिङ। त्यसपछि अनि बिस्तारै हामी यतापट्टि प्रवेश गर्दैछौँ। भ्याइयो कि नै? सफा भयो नि? भित्रको नङको भित्रभित्र पनि पुस्दै सफा गरेपछि सफा गरेपछि अलिक राम्रैसँग है पैसा दिन्छु नि त यसको। यस पैसा दिनु, गाडीमा भाडा लिदिन ल, गाडीबाट झर्छु म। यो अनसेफ्टी चाहिँ छैन ल, मैले एकदमै बाटो खुल्ला हो, भित्र हो नि त, त्यही भएर यसरी चलाएको हो। तपाईँहरूले एकदम स्लो पनि चलाएको छु, त्यही अनुसार बुझ्दिनु होला। अनि फाइनल्ली हामी पिकनिक स्थलमा पुग्यौँ। त्यहाँ जाँदा त हेर्नु आफ्नै पार्क नि त, नवजीवन क्लबको। अनि तिलोत्तमा पार्क भनेको चाहिँ अब नवजीवन क्लब माताहतबाटै चल्ने हो। कोही नै के, कोही पनि नै, कस्तो बोरिङ फिल भयो होइन। त्यसपछि हामी चाहिँ एकैछिनपछि चाहिँ खाजा बन्यो अनि खाजा खान थाल्यौँ। घर नजिक नजिक भएर होला, सबैजना आउने जाने यताउता चलिरहेको थियो कि, कोही पनि एकैचोटि जम्मा चाहिँ हुनु भएको थिएन। अनि खासै अब मजा आउँदैन नि त सबैजना एकैचोटि भए जस्तो। अनि मेरो छोरी चाहिँ बेला बेला मसँग रिसाउँछिन् अनि गाली गर्थिन् होइन। अनि यसलाई चाहिँ मैले खुवाइदिँदै थिएँ, किन्डर जोय भने निशा आन्टीले किनेर खुवाउनु भयो। अनि मलाई कार्यक्रममा जान दिनन् कि यिनले, है मेरो दिउँसो कार्यक्रम थियो तर अरू त लिएको थिएन। अनि त्यही दिनै मलाई एकदम फोन गरेर आउनु भन्नुभएको थियो। एउटा कार्यक्रम आधी घन्टालाई मात्रै भए पनि म चाहिँ त्यहाँ जान दिनन्। अनि हामीले यसरी खायौँ। यिनी भेजिटेरियन भएर बसिन्। अनि यो चाहिँ नास्ता मात्रै थियो है, भुटुवा अनि यो रोस्ट खायौँ। पछि म चाहिँ सरलाई पनि पिकअप गर्न गएको थिएँ, सँगसँगै साथीहरू भेटिनु भयो, उहाँहरूसँग पनि फोटो भिडियो लियो। अनि हामी कति धेरै नाचेको नि साथीहरू। यहाँ चाहिँ यो कटिङ मात्रै हो कि होइन, के भन्छ अरे, कास्टिङ मात्रै हो। नाच्यौँ, थुप्रै नाच्यौँ कि हामी मात्रै। सुरुमा चाहिँ कोही पनि नभएर मजा आइरहेको थिएन नि त, सबैजना जम्मा भएर नाच्दा जस्तो मजा चाहिँ एक्लै एक्लै नाचेर हुँदैन। सो नाच्यौँ। यी नवजीवन क्लबको यो चाहिँ ब्यानर रहेछ। अनि मलाई खिच्न मन लाग्यो। अनि पछि चाहिँ हाम्रो डिला म्याम पनि आउनुभयो। अनि सानो बहिनीहरू पनि आए होइन। अनि भाइ बहिनी सबैजना आए, सानो थरे पनि, अब जो चाहिँ हाम्रो कलाकारको रूपमा नृत्य प्रस्तुत गरेका थिए। अनि सबैजनाको उपस्थितिमा एकदमै रमाइलो भयो। अनि पछि हामीले चाहिँ यसरी सलाद रेडी भएपछि मजाले सलादहरू खायौँ कि है। अनि आगो पनि फुकेको थियो नि त, आगो ताप्दै बस्दै गऱ्यौँ। नानीलाई पार्कमा लगाएर खेलाएको पनि थिएँ, त्यो भिडियोहरू खिच्न बिर्सेछु होइन। अनि त्यसपछि अहिले पछिल्लो समय तिलोत्तमा पार्क चाहिँ अत्यन्तै चर्चित बनेको छ यो पिकनिक स्पटको रूपमा। थुप्रै पिकनिक खान आउनुभएको साथीहरू हुनुहुन्थ्यो त्यहाँ, अरू स्टलहरूमा पनि यहाँहरूले देख्न सक्नुहुन्छ। मैले भिडियो चाहिँ खासै बनाएको रहेन रहेछु त्यतातिरको। अनि पछि फाइनल्ली खाना पनि रेडी भयो। अनि हामी सबैजना मिलेर खाना खाने कुरा भयो। यसरी यहाँ सबैजनाले खाना खानु भएको छ होइन। तर हामीले चाहिँ पछि खाने भनेर हामी चाहिँ बसेको थियौँ। बहिनीहरू नाच्न थाले। अनि यसरी रमाइलो गर्दै गर्दै आजको हाम्रो पिकनिक कार्यक्रम सकियो। कुनै खालको गेम चाहिँ हामीले खेलिएन, नजिकै भएको कारणले खाने बस्ने नाच्ने रमाउने भयो। अनि मलाई चाहिँ मेरो साथीहरूले कार्यक्रममा जान नदिएकोले मलाई अलिकति अब फेरि समय के गर्नु होइन, बिचमा के जानु भनेर बसेँ। सो अलिअलि खल्लो पनि लाग्यो। यस्तै गरेर बित्यो आजको दिन। तपाईँहरूको चाहिँ कस्तो भयो? यसरी क्लबको कार्यक्रममा हाँसेर नाचेर भ्याइसकेपछि म चाहिँ लागे टिभीतिर, किनकि मेरो साँझ न्युज छँदै थियो, एजिटी गर्नुपर्ने, र म चाहिँ यहाँबाट लागेँ। बाई बाई।